माननीय हर्केजी चाहिँ मेयर केही पदमा राम्रो गर्दै हुनुहुन्थ्यो है, कम्तीमा मेयर हुनुहुन्थ्यो, एउटा जिम्मेवारी थियो, काम गर्दै हुनुहुन्थ्यो। अहिले अब संसद भएर खासै अब काम नगर्ने दिन भयो आइसक्यो, जस्तो पनि उहाँलाई कस्तो कस्तो भइरहेछ के। अनि त्यही भएर चाहिँ अब केही न केही काम आफैले खोज्नुपर्छ भनेर ट्याक्क आन्दोलन दिएछन् यार, गरेछन्। कस्तो के एउटै कुरामा झात्री गरे नि नाथे, कस्ता नाथे छन् के यार। त्यस्ता नाथे त म कहिल्यै देखेको थिएन यार। हाम्रो हर्के नाथेजी यार, के हो के तपाईँको माग चाहिँ के हो, कहिले के आज सभामुख मुर्दाबाद रे, हत्तेरिका। त भने जस्तै तपाईँले कति सभामुखलाई हेला गर्नु पनि आज। त्यो कुरा कहाँको ज्ञानबाट प्राप्त भयो थियो, कहाँ गएर तपस्या गर्नुभयो थियो। तेरी माननीयजी भएन। अब त तपाईँ आफ्नो क्षेत्रमा पनि अब वडाध्यक्ष उठे पनि, अब मेयर उठे पनि गाह्रो छ तपाईँलाई, साह्रै गाह्रो छ। अहिले त धेरै मान्छेले चाहिँ तपाईँको पार्टीलाई, तपाईँलाई धेरैले मन पराउँदै थिएन, म पनि मन पराउँदै थिएँ। तर छुट्यो, अब तपाईँलाई मन पराउन्न, पराउन्न, कति पनि पराउन्न। म मात्र होइन, तपाईँकै आफ्नै क्षेत्रबाट जनताहरूले तपाईँलाई मन पराउन छोडेछन्। त्यस कारणले अलि सही शुद्ध भाषा प्रयोग गरेर अलिकता जनताको आवाजलाई उठाउने काम गर्नु के भएन कि यो। नाथे